हेलो एन्ड नमस्ते साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म फेरि नयाँ भिडियो लिएर आएको छु हजुरहरुलाई। आज चाहिँ मैले मेरो शेयरबाट डिम्याट र मेरो शेयर एक्सपायर हुँदा कसरी चाहिँ रिन्यू गर्न सकिन्छ त भनेर म सिकाउँछु है त। त्यसको लागि चाहिँ तपाईहरुले फर्स्टमा आफ्नो फोनमा मेरो शेयर भन्ने एपलाई ओपन गर्नुपर्ने हुन्छ। अनि मेरो शेयर एप ओपन भइसकेपछि त्यहाँ तपाईको कुन चाहिँ अकाउन्ट चाहिँ एक्सपायर भएको हो त्यसलाई लगइन गर्नुपर्ने हुन्छ। यहाँ मैले अब यहाँ लगइन गर्छु अनि लगइन गर्दा तपाईको एक्सपायर भनेर आउँछ। यहाँ हाम्रो यो मेरो शेयर अकाउन्ट हैज बीन एक्सपायर भनेर आयो। हामी प्रोसिड गर्नुपर्छ र यहाँ मैले प्रोसिडमा क्लिक गर्छु। अब यसपछि हामीलाई यहाँ के देखि रिन्यू गर्ने त भन्दा इसेवा, खल्ती, प्रभुपे, आइएमई अनि कनेक्ट आइपीएस भनेर आयो। हामी चाहिँ अहिले इसेवाबाट गर्छौं, त्यही भएर म इसेवामा क्लिक गर्छु। अनि यहाँ माथि देख्न सक्नुहुन्छ तपाईले इन्फर्मेसन रिन्यू योर अकाउन्ट भिया अनलाइन पेमेन्ट। त्यसमा चाहिँ मेरो शेयरको एक्सपायरी डेट र डिम्याटको एक्सपायरी डेट दिएको छ। अब मेरो शेयरको एक्सपायरी चाहिँ 2025/4/2 मा छ अनि अर्को डिम्याटको चाहिँ 82/3/31 छ। अहिले हामीले मेरो शेयर मात्र रिन्यू गर्दा हुन्छ, त्यही भएर मैले मेरो शेयरमा टिक लगाउँछु। अनि तपाईहरुको यदि दुईटै रिन्यू गर्ने हो भने मेरो शेयर एन्ड डिम्याट गर्नुस्, यदि डिम्याट मात्र हो भने डिम्याटमा गर्नुस्। अहिले हामी मेरो शेयर मात्र हो, त्यही भएर मेरो शेयरमा क्लिक गर्छौं अनि प्रोसिड गर्ने। प्रोसिड गरिसकेपछि चाहिँ हजुरको यहाँ इसेवा आइडी राख्नुपर्छ है। हामीले फोन नम्बर कुनबाट इसेवा खोलेको छ अनि हजुरहरुको इसेवाको पिन के हो त, पासवर्डमा चाहिँ हजुरहरुले त्यो पिन राख्नुपर्ने हुन्छ। अब यहाँ मैले मेरो पासवर्ड र इसेवा आइडी राखेर मैले लगइन गर्छु। लगइन भइसक्यो। अब हजुरहरुको नम्बरमा त्यो फोन नम्बरमा चाहिँ एउटा कोड जान्छ। यो कोड चाहिँ तपाईहरुले यहाँ टोकन भनेको ठाउँमा टोकनमा इन्टर गर्नुपर्ने हुन्छ। अब मैले यहाँ मेरो कोड राखेर कन्टिन्यू पेमेन्ट गर्छु अनि हजुरहरुको इमेल एड्रेस राख्ने अप्सन आयो। अब यहाँ इमेल एड्रेसमा चाहिँ तपाईको इमेल कुन चाहिँ फोनमा लगइन छ त्यही इमेल राख्नुस्। अनि यो इमेल मैले राखिसके। अब यसपछि कन्टिन्यू पेमेन्ट, त्यसपछि कन्फर्म गर्नुपर्ने हुन्छ। अनि यसमा कन्फर्म गरिसके पछाडि चाहिँ यहाँ तपाईको इसेवा रिन्यू भयो है। इसेवाबाट तपाईको मेरो शेयर अकाउन्ट रिन्यू भयो। अब हामी यहाँ लगइन गरेर हेर्छौं है। अब मैले त्यो अकाउन्टलाई लगइन गरे, अब लगइन भयो। अब हामीले यहाँ माई एस्बामा गएर चाहिँ कुन चाहिँ शेयर अप्लाई गर्ने हो त्यसमा अप्लाई गर्न सकिन्छ है। र यदि तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुस् अनि भिडियोमा लाइक कमेन्ट गर्न नबिर्सिनुहोस् है। थ्यांक यू फर वाचिङ।